आज चाहिँ हामी जङ्गलको मजा लिनु कति बजार सहर बजारको रङ्गिन चङ्गिनमा मात्रै डुल्नु घुम्नु होइन हामी गाउँघरमा बसेपछि चाहिँ अब वन जङ्गलसँगै हामी अब गुलमिल भएर बसेको होइन वन जङ्गलसँगै नै गाँसेको छु अब हामीले हाम्रो मजा जे भने पनि अब हामीले होइन सहर बजारको जस्तो पाउँदिन गाउँघरमा बसेपछि र आज चाहिँ हामी धेरै महिना पश्चात वर्ष पश्चात चाहिँ वन जङ्गलको मजा लिनु जस्तै त्यो मजा चाहिँ कस्तो भने वन जङ्गलमा फलेको सब्जीहरू के फलहरू होइन जे जे पाइन्छ त्यो चाहिँ हामी आज बनाएर खाने त्यस्तो मजा लिनु गइरहेको छ साथीभाइहरू हेर्दै गर्नुहोस् है भाइ छ हेलो नमस्ते तपाईँहरू सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानल र फेसबुक पेजमा र आज चाहिँ हामी तल खोला जाँदैछु वनभात खानु है तपाईँलाई देखाउने छु हाम्रो चाहिँ मानन्द वाइल्ड लाइफ सेन्चुरी है नर्थ बेङ्गालको सबसे ठुलो जङ्गल एरियामा पर्छ होइन लाठपन्चर चाहिँ होइन यही भित्र हामी सानो खोलामा यही माछा मारेर होइन दबाई सबै चाहिँ हामी हाल्दैन होइन एउटा नर्मल्ली माछा मारेर चाहिँ हामी केही भात बनाएर खाने जङ्गलको सब्जीहरूसँग होइन मजा आउँछ र मसँग चाहिँ आँखेले हामीलाई लानुभएको आँखे उसै दाजु र साथी छ यता हेर्दै गर्नु यो तपाईँहरूले देखिरहनु भएको चाहिँ 5 फले भन्छ है र यहाँ चाहिँ फलिरहेको छ एउटा यसको चाहिँ अचारहरूतिर हाल्छ मिक्स पिकल बनाउँदाखेरि यहाँ पनि छ एउटा यसलाई चाहिँ 5 फले भन्छ है त कस्तो मजाको घुसी जस्तो रहेछ यो त अहिले चाहिँ हाम्रो यहाँ ट्र्याक हुँदैछ अब हामी चाहिँ अब निकै बेरसम्म हिँडेर जानु पर्यो जङ्गलमा चाहिँ यो तपाईँहरूले देखिरहेको यो रातो रातो सब कुइनाइन हो हाम्रो चाहिँ कुइनाइन कमान पर्छ र कुइनाइन कमानको बिचमा चाहिँ ट्रेकिङ हुँदैछ अहिले चाहिँ ओह्रालो डरलाग्दो खुट्टाको एक्सर्साइज हो कि सुन्तलाको खेती सुन्तला लगाएको छ कमानले है तपाईँहरूलाई म देखाउने छु वेलकम टु टाङसेङ देखिरहनु भएको यो सब सुन्तलाको बोटी सुन्तला ओरेन्ज गार्डन टुरिस्टहरूले चाहिँ यहाँ खेदो गर्छ यो ओरेन्ज गार्डन हेर्नुको लागि तल तल जान्छ र यसलाई चाहिँ टाङसिङ भन्छ यहाँ लेखिरहेको छ तपाईँहरूले ट्याङ्कीमा आई लभ टाङसिङ हेर्नु के रहेछ यहाँ चाहिँ पानीको लागि यो ट्याङ्की युज गर्छ है र जग्गा चाहिँ एकदमै दामी छ हेर्नुहोस् होला यो चाहिँ हामी सानोदेखिको यहाँनिर आउने गर्छु खेल्नु होइन खोला पिकनिक सिकनिक खेल्छ यहाँनिर आएर तर अलिक रिक्स पनि हुन्छ यहाँ चाहिँ हात्तीको है कोही बेला हात्ती इमर्जेन्सी यहाँनिर उयो हुन्छ अहिले त खुल्ला छ टाढैबाट देखिहाल्छ हात्ती कहाँ छ है तर यदि झ्यार पलाएको बेलामा चाहिँ यहाँको अग्लो अग्लो घाँस पलाउँछ त्यति बेला चाहिँ साह्रो पर्छ यो जग्गाहरूलाई टुरिज्म डिपार्टमेन्टले हेरेको राम्रो छ अगाडि हेर्नुहोस् जग्गा यो माथि बनाएको टावरै हो यो पनि यो एकदम गार्डको लागि यहाँसम्म रोड पनि बनाएको छ आइपुग्ने तर त्यो रोड चाहिँ अब राम्रो कन्डिसनको चाहिँ भएन त्यसले गर्दामा अहिले चाहिँ ठप्प छ त्यो रोड चलेको छैन है र यहाँ चाहिँ माथि चौकीदारहरू बस्ने गर्छ त्यो चाहिँ सुन्तलाको टाइममा अनि हात्तीहरू आउँदा पनि त्यो सेफ हुन्छ नाइटमा पनि आउँछ यहाँनिर ड्युटी सुटीको लागि मान्छे बस्छ अहिले चाहिँ असली सुरु भयो अब एडभेन्चरियस खोलाको चाहिँ अब यहाँ चाहिँ काँडा हुन्छ चिप्लो हुन्छ ओह्रालोको बाटो यस्तो हुन्छ हो यहाँ चाहिँ एकदमै जोगिँदै हिँड्नु पऱ्यो
साह्रो पर्छ हिँड्नुको लागि चाहिँ। यहाँ चाहिँ तपाईँहरू हिँड्दा हिँड्दै एउटा कुरो देखा पऱ्यो, तपाईँहरूलाई देखाउने छु है त। यो तपाईँहरूले देखिरहनु भएको छ नि यो रुखमा, यो चाहिँ हाम्रो यता मृग भन्छ या थार भन्छ कति जग्गा है, त्यसले सिङ कनाएको यो चाहिँ। यहाँ हेर्नुहोस् न रुख प्लात्तुत बनाइदिएको छ है, यिनीहरूलाई सिङ पुरा कनाउने। र हात्ती रहेछ बुझाइ, यता आउनु, यता यता यहाँ पर चाहिँ हात्ती रहेछ, यता आउनु न। ऊ पर रहेछ, ऊ आमामा बगले रहेछ, हुले रहेछ, ऊ उतै गयो। यहाँ पर चाहिँ हात्ती, ऊ जाँदैछ। खोइ कहाँ छ? उतै गयो, ऊ धुलो उडेको देख्यो ऊ पर। त्यहीँ हो तेर्सो। खै जाँदा जाँदा हात्ती, झन् मैले ठुल्ठुलो स्वरले कराउँदै थिएँ है, त्यसले गर्दा हात्ती भेटेर यहाँ चकमन्न भएर रहेछ। हात्ती चाहिँ यो परै गहिरोमा रहेछ, मैले त यहाँबाटै देखेँ दुइटा, उतै गयो कुदेर। कता ओह्राल जानु? यहाँबाट चाहिँ अब ओह्रालो जाउँ भन्दैछ है। हात्ती खतम बनायो है, एकछिनै चिउै बनायो। म चाहिँ भागेर तलबाट यहाँ आइपुगेँ। हात्ती चाहिँ ऊ पर रहेछ, फर्स्ट टाइम हो, हामीलाई त्यति साह्रो एक्सपिरियन्स छैन जनावरदेखि कसरी जोगिनु होइन, तर पनि बोलाउँदैछ जुम बिस्तारै है। जाउँ जाउँ जाउँ। अहिले भने चाहिँ खोला आइपुग्यो है, तर यहाँ कस्तो भएर देख्यो नि त हात्तीले। बल्ल खोला आइपुग्यो, तर हात्तीदेखि पुरा जोगिँदै हामी चाहिँ कति भयो। दुइटा चाहिँ मैले देखेँ हात्ती कुदेको यहाँ नै खोलातिर पुरै यसरी माडेर खाएको छ। यो त भर्खरै हगेको नि बिहान है। यो चाहिँ खोला हो, तर हामी यहाँ चाहिँ बस्दैन, यहाँ एकदमै हात्ती हुन्छ। हामी अर्को खोला जान्छ यहाँबाट। यहाँ चाहिँ हात्तीको बच्चा छ भन्ने चाहिँ यो चाहिँ हामी कसरी चाल पायो भने गुबडा होइन, गु चाहिँ सानो छ, यहाँ चाहिँ ठुलो छ, बच्चा रहेछ हात्ती, हात्तीको बच्चा छ। यहाँ चाहिँ माउको यो बाटो भएरै गएको रहेछ। बसिन त है। आज चाहिँ यतिको भयो, सन्डे आज मनाउनु। सन्डे चाहिँ है केही छैन, हात्ती उकालो गएको छ है। हामीलाई उनीहरूलाई केही छेडखानी गर्नु छैन र हामी पनि अलग्गै आफ्नो बाटो लिएर लाग्ने होइन। तर माउसँग चाहिँ अलिक डर हुन्छ, बच्चाको सुरक्षाको लागि चाहिँ माउ एग्रेसिभ हुन्छ क्या, त्यसले गर्दामा चाहिँ अलिक टेन्सन हुन्छ। यो मैदानतिर चाहिँ देख्दैन क्या हात्ती, त्यसले गर्दामा चाहिँ अब यहाँबाट चाहिँ हामी छिटो गरेर जाने हेर्दै गर्नुहोस्। एउटा सर्भाइभल स्किल तपाईँहरूलाई बताउँछु है। तपाईँहरू जब कुनै पनि मैदानी इलाकामा होइन फसिनु भएको छ, अगाडि तपाईँहरूले बाटो केही पनि देख्नु सक्नु भएको छैन भनेदेखि चाहिँ यस्तो हाइटमा चढ्नुहोस् माथि है। तपाईँहरूले डल्लै देख्नुहुन्छ मुनिको, त्यसले गर्दामा चाहिँ के भयो भन्दाखेरि चाहिँ हामीलाई सेफ भयो क्या। अब यो मुनि हिँड्दाखेरि हामीले अगाडि के छ देख्नु सकेको थिएन, र अहिले चाहिँ हात्ती माथिबाट छ कि छैन हामीले अलग्गै देख्नु सक्दैछौँ क्या। त्यसले गर्दामा चाहिँ हामी अलिक माथि डाँडाको बाटो भएर जाने, किनभने यस्तो भिडमा चाहिँ हात्ती अलिक रेयरली छ भने पनि चाल पाइहाल्छ क्या। त्यसले गर्दामा सेफ हो अलिकति, हेर्दै गर्नुहोस्। हामी चाहिँ अब यहीँ पासा मार्ने, उता जानु चाहिँ अलिक रिस्क भयो। अब चाहिँ यहाँ यस्तो ढुङ्गाको मुनि हामी देवेन्दालेको पा हेर्दैछ। अहिले चाहिँ ढुङ्गामा मुनि हुन्छ, पाहरू छ है, बाहिर चाहिँ हुँदैन। ठुलो बसेको अब चाहिँ यहाँनिर झिँगे सोर्दैछ हामी है, कतिको रहेछ हेरौँ यो खोल्दामा। मसिनो बच्चा र एउटा झिँगे परेछ है, चिङ्डी माछ। एउटा के प्लास्टिकमा हाल्छ, सबैजनाले सिस्नुले चिल्छ भन्छ होला। सिस्नुभन्दा डर लाग्दो चाहिँ फेरि यो हो, यसलाई चाहिँ मरङ्गे भन्छ कि। यसलाई चाहिँ फेरि 3-4 दिन रुवाउँछ। यसले बेसी चिल्यो भने यसले ज्वरो पनि आउँछ। फुल परे नाकमा झन् कति हाँस्यो। माल छैन रहेछ, गजौला रहेछ।
गतिले निकाल्छ त्यहाँबाट खिच्यो ए यही हो श्रिम्प चिङ्डी माछ भन्छौँ हामी चाहिँ है अहिले भने चाहिँ यी पहेँली तपाईँहरूलाई देखाउँदैछु है सानो सानो खाले रहेछ दुइटा भाले पहेँली दुइटा चाहिँ भेटै पा है यहाँ छ यो रहेछ अब पा चाहिँ यसरी मार्छ है त सानो सानो पाएन दुइटा तिनवटा त्यही बसिरहेछ ऊ तपाईँहरूले देखिहाल्नु भयो पा सानो सानो पा भेट्यो नि तिनवटा केटाहरूले माल पायो भन्दैछ यहाँ हेरौँ ऊ खोइ ए पा ठु ऊ फिन्छ यो पक्रिन्छ तपाईँ यहाँ आएन पक्रियो पक्रिन्छ एकछिन ऊ रहेछ माल छ पा चाहिँ यसरी पसेको हुन्छ है केटा उही ऊ सानो माल खिचा माल मजाको छ यहाँनिर टक्कै आम्मा चिङ्डी माछ आम्मा कति लागेको छ नि लाग्यो अम्मा हौ यो हो नि त श्रिम्प त यो हो नि त श्रिम्प यो चाहिँ अहिले हामीले झिँगे माछा मारिरहेको छु अलिअलि मार्ने है ठुल्ठुलो चाहिँ हामी राख्छौँ सानोलाई चाहिँ फेरि हामी फेरि पानीमै छोडिदिन्छौँ किनभने उनीहरूले पनि ब्रिडिङ गर्ने उयो हुन्छ है त्यसले गर्दा पनि सबै चाहिँ हामी कहिले पनि टिप्दैन सानोलाई चाहिँ छोड्छ है जहिले पनि लु अहिले भने चाहिँ यहाँनिर चाहिँ पकाउने भएको छ खानेकुरा अब है यहाँ चाहिँ खानासाना बनाएर खाएर चाहिँ जाने तर यहाँ पनि हात्तीको चाहिँ अलिकति बाटै छ रिक्स हुन्छ र यहाँ चाहिँ बनाउने अब हेर्दै गर्नुहोस् तपाईँहरू चुल्हा रेडी हुन्छ है त अब चाहिँ लु यहाँ चाहिँ भात बसिसक्यो अब अहिले चाहिँ यहाँ हामीले भात उम्लियो यहाँनिर टक्कै हो अन्त भात बनाइसकेर चाहिँ देउदाले टक्कै लसुन ससुन केलाउँदैछ त्यहाँदेखिको चाहिँ यसको र यो निङ्गुरे र यसको सब्जी हुन्छ अलिक सब्जी चाहिँ पाएन कतिजना मान्छेहरू घिनाउँछ होला पा भन्दाखेरि ए आम्मामा उफ्रिनेछ नि ए पा चाहिँ जिउँदो रहेछ यहाँ यो चाहिँ झिँगे सब चिङ्डी यो चाहिँ सब्जी है बेतको टुसा र दुधे निङ्ग्रो र निङ्ग्रो चाहिँ अझै ल्याउनु गएको छ यो चाहिँ हाम्रो झिँगे माछा अब फ्राई हुन्छ यो चाहिँ त्यहाँदेखि सुप चाहिँ तपाईँको यसको हुन्छ यो चाहिँ पा हो पहेँली पा यसको चाहिँ अब सुप रेडी हुन्छ हेर्दै गर्नुहोस् है त झिँगे माछा चाहिँ टक्कै फ्राई भइसक्यो अब चाहिँ यसलाई होला त यसमा बाहिर भन्छ यो चाहिँ त्यही भने चाहिँ हाम्रो यो सुप रेडी भयो पाहाडको सुप हो यो चाहिँ उम्लिँदैछ र यो अलिकति मजाले उम्लिएपछि चाहिँ त्यहाँदेखि टक्कै सब्जीहरू पनि पाकिसक्यो है बसिरहेछ
टक्कै बसेर चाहिँ यहाँनिर बसेर चाहिँ खानेछु जङ्गली एकदम अर्ग्यानिक सब्जीहरू मात्रै छ यो एकदम अर्ग्यानिक सुप है यसमा केही त्यस्तो उयो मसला ससलाहरू हामीले मिसाइन नर्मल खालि प्याज टमाटर उयो मात्रै हालेर बनाएको सुप लु अर्ग्यानिक सब्जी रेडी भयो अब ए दुरामा भात हाल्दैछ केटाले टक्कै हो यो चाहिँ बेतको टुसाको सब्जी निङ्गुरो र बेतको टुसा यता चाहिँ हाम्रो झिँगे माछा हो यो यता टक्कै पाएको सुप छ यहाँ चाहिँ यस्तै छ है खोलाको आजको हाम्रो चाहिँ र यो चाहिँ अर्ग्यानिक डिसेसहरू जुन चाहिँ अब तपाईँहरूले देखाइहालेँ घरबाट लिएको चाहिँ हामीले यो भोकटे भयो डल्ले खोर्सानी टक्कै यहाँ अलिकति भुजा पनि छ यहाँनिर हाल्ने भए यो भुजा पनि टक्कै हालेर खाँदा भइहाल्यो अर्ग्यानिक यहाँ हाल्दैछ केटाले झर्दो रहेछ नि त है के हो माथिबाट झिँगे माछा देख्यो यो तितो हुँदैन फ्याक्रे बेतको तितो भयो लु भन्दा त अर्को चाहिँ तितो हुँदैन केलाउनु चाहिँ झन्डै थियो कि दामी खै आन्द्रा सुकेको हो कि के हो डाइट चाहिँ मेरो त्यस्तो हुन्छ भात हाले खाउँ होला खानु आकेलै थप्दो भात अन्त है त्यही भने चाहिँ भात खाएर पनि उकालो लाग्यो दुईजना र दुईजना चाहिँ आखेर उयो चाहिँ अगाडि गयो है अब यहाँबाट चाहिँ उकालो हिँड्नु पऱ्यो जसो तसो मजा आयो खोलामा है अलिअलि माछा साछा माऱ्यो यताउता खायो जङ्गलमा यताउता रमाइलो है बाटोमा हात्ती पनि भेटियो अघि डर पनि भइरहेछ है अब गएर माथि गएर फेरि एक हेर्नु पऱ्यो हात्ती कस्तो छ के छ निक्लेको छ कि डाँडातिर हेर्दै गर्नुहोस् है यदि हात्ती बाटोतिर भेटेछ भने म तपाईँहरूलाई अवश्य देखाउने छु यो चाहिँ बेत हो है त यो तपाईँहरूले देखिरहनु भएको चाहिँ र यसलाई चाहिँ बेत भनिन्छ र जसले पनि बजारतिर हुन्छ नि बेतगेडा भन्छ किन्छ उनीहरूलाई चाहिँ म यो भन्छु कि एक्चुअलीमा बेत चाहिँ यो हो र तपाईँहरूले जुन चाहिँ बजारमा किन्नुहुन्छ होइन त्यो चाहिँ फ्याक्रै भन्छ यो भन्दा चाहिँ त्यसको बोट चाहिँ ठुलो हुन्छ खास बेत चाहिँ यो हो बेतको दाना चाहिँ एकदमै सानो हुन्छ कत्रो भन्दाखेरि चाहिँ मसिनो माला जत्रै हुन्छ बेतको दाना चाहिँ फ्याक्रेको बोट चाहिँ ठुलो हुन्छ म तपाईँहरूलाई देखाउने छु फ्याक्रेको बोट पनि बाटोमा भेटेपछि जसले पनि बेतगेडा भनेर किन्छ है बेतगेडाको बोट चाहिँ यस्तो हुन्छ यो खास चाहिँ फ्याक्रेको भन्छ हामी चाहिँ फ्याक्रे भन्छौँ बजारतिर चाहिँ बेतगेडा भन्छ होइन यसलाई खास बोट चाहिँ यस्तो हुन्छ हेर्नुहोस् है त अघि हामीले देखेको चाहिँ यहाँ तल भागेर आएको चाहिँ यो मैदानमा कता गएछ तिनीहरू यो झोडीतिर आयो कि यता त छैन आइपुगेन रहेछ त्यो रोड चाहिँ सिधै यहाँ निक्लिन्छ नि त हामीलाई चाहिँ रिक्स हुन्थेन अब कुदेर चाहिँ यतै आएको थियो अघि दुइटा हात्ती थियो जे होस् डरसरी भयो क्या तर हात्ती चाहिँ अब यहाँसम्म हेऱ्यो भने अलिक ढुक्कै हुन्छ र यो माथिको मैदानमा चाहिँ अलिकति याद गरेर जानुपर्छ किनभने रोड पनि आउनुसक्छ त्यसले गर्दामा रेड जोन चाहिँ यो माथि हो अन्त पविन मजा आयो आज खोलामा एकदम नेचरल हेबिटेटसँग हामी घुलमिल सानैदेखिको भएको हो यो जग्गातिर हामी जन्मेकोदेखिको आएर खेलेर हुर्किएको एकदमै खुसी लाग्छ अहिले पनि यहीँ हुनु पाउँदा होइन यो जग्गा चाहिँ हामी एउटा लगाव छ भनौँ न राम्रो लगाव छ हात्तीहरू चाहिँ पहिला चाहिँ आउँथेन साह्रै अहिले चाहिँ अब अघि हामीले खोलामा जति पनि हेर्दाखेरि चाहिँ खानेकुरा केरादेखिको लिएर होइन सबै सकिसकेछ क्या अब यिनीहरूको लागि पनि एउटा जग्गा नै रहेन मानन्द वाइल्ड लाइफ सेन्चुरीमा चाहिँ
एक्चुअलीमा यो हात्ती चाहिँ आसामदेखि आउँछ क्या, तल सेवक भएर क्रस गरेर चाहिँ यता छिर्छ र यो यति एरियामा पनि यिनीहरूले हामीले हेर्दामा सबै खानेकुराहरू खाइसकेछ र अब चाहिँ गाउँ पस्छ यो मार्च अप्रिल मेमा चाहिँ यिनीहरू गाउँमा आउँछ। त्यहाँदेखि पानी झरीको टाइममा चाहिँ घाँसहरू जबै पलाउँछ होइन, त्यहाँदेखि चाहिँ यिनीहरू फेरि फरेस्ट एरियातिर नै ज्यादातर त्यतै यिनीहरू बसोबासो गर्छ। ल यसरी नै आजको भिडियो है यहीँनिर समाप्त गर्छु। तपाईँहरूलाई के कस्तो लाग्यो हाम्रो भिडियोलाई लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला है त। बाई बाई सबैजना, बाई बाई।